पेरोन परिवारको फार्म हाउस संसारकै सबैभन्दा डरलाग्दो वास्तविक भुतिया घरमध्ये एक भनेर प्रसिद्ध मानिन्छ र यही कथामा आधारित भएर द कन्जरिङ भन्ने फिल्म पनि बनाइएको छ। यो तस्बिर पेरोन फ्यामिलीको हो। सन् 1971मा पेरोन परिवार रोड आइल्यान्डको ह्यारिसभिलमा रहेको एउटा पुरानो र एकान्त फार्म हाउसमा सरेका थिए। त्यस घर वरिपरि घना रुखहरूले घेरिएको थियो र छिमेकीहरू धेरै टाढा थिए। सुरुमा घर शान्त र आरामदायी थियो, तर त्यो शान्ति धेरै दिन टिकेन। थोरै समयमै परिवारले अनौठो घटनाहरू अनुभव गर्न थाले। ढोकाहरू आफै खुलिने, सामानहरू सरेका वा हराएका पाइने, राति बाहिर कोही नभए पनि भित्ता अजिब खुकुलो आवाज गुन्जिने जस्ता घटना। परिवारले घरको सामान्य आवाज भनी नजरअन्दाज गर्न थाले। जति दिन बित्दै गए घटनाहरू अझ डरलाग्दो बन्दै गयो। बच्चाहरूले कोठाका कुनामा अँध्यारो आकृतिहरू देख्ने, घरको केही भागहरूमा अचानक अत्यन्त चिसो हुने, केही छोरीहरू अनौठो चोट र निलो दागसहित उठ्ने जुन उनीहरूले व्याख्या गर्न सक्दैनथे। डरले सुरक्षाको महसुस बिस्तारै हटाउँदै गयो। आमा क्यारोलिन पेरोनलाई यो शक्ति विशेष रूपमा प्रतिकूल लागेको अनुभव गरे। उनी सधैँ निगरानीमा राखिएको महसुस गर्थिन्। एउटा कोठामा उनले भनिन् कि कुनै अदृश्य शक्तिले उनको छातीमा दबाब दिइरहेको थियो, जसले गर्दा सास फेर्न गाह्रो बनाउँथ्यो। अलौकिक घटनाहरू क्रमशः बढ्दै गएर झन भयानक बन्दै जाँदा पेरोन परिवारले आफ्नो घरको इतिहासबारे अनुसन्धान गर्ने निर्णय गरे। क्यारोलिनले कथित रूपमा घरको विगत खोताल्दा थाहा पाइन् कि उक्त घर 8 पुस्तासम्म एउटै परिवारको स्वामित्वमा रहेको थियो। ती पुस्तामध्ये धेरै सदस्यहरूको मृत्यु रहस्यमय वा अत्यन्तै दर्दनाक परिस्थितिमा भएको थियो। परिवारका केही बालबालिकाहरू नजिकैको खोलामा डुबेर मरेका थिए, एकजनाको हत्या भएको थियो र केहीले घरको अटारीमा झुन्डिएर आत्महत्या गरेका थिए। यस घटनासँग पेरोन परिवारको जमिनमा सन् 1800 को मध्यतिर बसोबास गरेकी बाथसेबा शर्मानको नाम जोडिन्छ। उनी शैतानवादमा विश्वास गर्ने थिइन् भन्ने हल्ला थियो र छिमेकीको एक बालकको मृत्युमा उनी संलग्न थिइन् भन्ने प्रमाणहरू पनि भेटिएको बताइन्छ। पेरोना परिवारको विश्वास थियो कि उनीहरूलाई सताइरहेको आत्मा बाथसेबाकै आत्मा थियो। त्यही दशक 1970मा एड एन्ड लोरेन वारेन प्रसिद्ध प्यारानर्मल अनुसन्धानकर्ताका रूपमा परिचित थिए। एड भूत र शत्रुता आत्मासँग सम्बन्धित घटनाहरू अध्ययन गर्थे भने लरेन मानसिक दृष्टिबाट भूतप्रेत अनुभव गर्न सक्षम थिइन्। त्यही लगतै पेरोन परिवारले सहयोगका लागि एड एन्ड लोरेन वारेनलाई सम्पर्क गरे। वारेन दम्पतिले फार्म हाउसमा एकपछि अर्को गर्दै अनुसन्धान गरे, जसका क्रममा उनीहरूले विभिन्न प्रकारका अलौकिक गतिविधिहरू देखेको दावी गरे। उनीहरूको निष्कर्ष अनुसार बाथसेबाको दुष्ट आत्मासहित धेरै आत्माहरूले उक्त घरलाई सताइरहेको बताए। घर शुद्ध गर्ने उद्देश्यले वारेनहरूले एक सेन्स गर्ने प्रयोग गरे, तर सो क्रममा क्यारोलिन केही समयका लागि आत्माको नियन्त्रणमा परेझै देखिन् र उनलाई कोठाभरि हिंसात्मक रूपमा फ्याँकिएको बताइन्छ। उक्त घटनापछि उनका पति रोजरले वारेनहरूलाई तुरुन्तै घर छोड्न माग गरे। त्यसपछि कुनै एक्सोर्सिज्म गर्न दिएन। पेरोन परिवार करिब 10 वर्षसम्म घरमै बसिरहँदा घटनाहरू रोकिएनन्। उनीहरूले घरमा अति रहस्यमय घटनाहरू अनुभव गर्न थाले र अनन्त सन् 1980मा घर छोडे। त्यसपछि ती आत्माहरू मौन भए र घटनाहरू बन्द भए। वर्षौपछि पनि पेरोन परिवार आफ्नो कथामा अडिग छ। उनीहरू भन्छन् यो कल्पना, मानसिक दबाव वा संयोग मात्र थिएन। उनीहरूको अनुसार साँच्चीकै अदृश्य केही रहस्यमय शक्ति घरमा बसिरहेको थियो। यस्तै रोचक कथाको लागि फलो गर्नुहोस् थप विचार।